हेलो गाइज, सबैलाई नमस्कार। आज चाहिँ हामी काठमाडौँको रहेको सुन्धारा नजिकै रहेको धरारामा हामी चाहिँ आज धरारा हेर्ने भनेर आएका थियौँ। म आन्टी र मेरो बुढी। आज हामी चाहिँ टिकट काटेर, पहिला त टिकट काट्नुपर्ने रहेछ। टिकटको चाहिँ प्राइस चाहिँ कति रहेछ भनेपछि जुन ज्येष्ठ नागरिक र विद्यार्थीको लागि 100 रुपियाँ रहेछ भने अरू नेपालीहरूको लागि चाहिँ 200 रुपियाँ रहेको रहेछ। र हामी 3जनाको टिकट काटेर भित्र छिरिसकेपछि मेरो आन्टी र मेरो बुढी चाहिँ फोटो खिच्नमा एकदम बिजी भएको कारणले गर्दाखेरि म चाहिँ भिडियो बनाउनमा बिजी भएँ। र भिडियोहरू मैले चाहिँ धराराको सबै भिडियोहरू दिन कोसिस गरेको छु। जे जति भिडियोहरू म देखाएको छु त्यति नै छ धराराभित्रको। अनि हामी चाहिँ धरारामा जाने भनेर नै पहिले नै कुरा गरेको भएको कारणले गर्दाखेरि चाहिँ आएको हो। र हामी चाहिँ पहिलोचोटि धराराभित्र छिरेको हो धरारा हेर्ने भनेर। आज चाहिँ हामी चाहिँ भित्र छिरिसकेपछि एकछिन चाहिँ फोटो सेक्सनहरू गर्दै बसिन्थ्यो। आन्टीहरू चाहिँ भिडियो क्लिक गर्दैछन्। कोही सबै साथीहरू त्यहाँ भित्र भएको मान्छेहरू चाहिँ सबैजनाले कोही भिडियो गराउँदैछन्, कोही फोटो खिच्दैछन् होइन। अनि हामी पनि 1-2वटा फोटोहरू खिचिसकेपछि यो चाहिँ धराराभित्रको गेटबाट इन्ट्री गरिसकेपछिको हो। र यहाँ चाहिँ फोटो सेक्सनहरू भइरहेको छ होइन। अनि हामी चाहिँ अब चाँडो जानुपर्छ, ढिलो हुन्छ अहिले। आज चाहिँ आन्टीहरू बाहिर फर्किनु भएको कारणले गर्दाखेरि प्लेन टिकट 2:30 बजीको थियो। उहाँहरूलाई चाँडो जाने भएको कारणले गर्दाखेरि छिटो गएर हामीले छिटो फर्किनु पर्ने थियो। आन्टी र मेरो बुढी पनि फोटो खिच्दै एक्साइटेड। पहिलोचोटि धरारा चढ्नलाई देखेर म चाहिँ पहिलोचोटि धरारा चढ्नलाई त एक्साइटेड थिएँ। र हामीहरू त्यहाँ गएपछि आज चाहिँ फर्किनु भएको कारणले गर्दाखेरि मौसम पनि राम्रो देखिन्थ्यो। र आन्टी बुढी चाहिँ टिकटक बनाउने भनेर टिकटकतिर बनाउनतिर लाग्यो। म चाहिँ अगाडि गएर भिडियो बनाउनतिर लागेँ। र अलि चाहिँ ढिलो भएको कारणले आन्टी चाहिँ दौडेर टिकटक छिटो मेरो बनाइदियो भनेर सासूभरि टिकटक बनाउन लागे। म चाहिँ अगाडि गएँ र सोधेँ। टिकटक गराइसकेपछि उनीहरूलाई छिटो आऊ भनेर मैले बोलाएँ। र त्यहाँ अब टिकटकको लागि व्यस्त भएको कारणले गर्दाखेरि यिनीहरू चाहिँ सासूभरि टिकटकमा बिजी भए। मैले चाहिँ माथि गएर दिदीलाई चाहिँ इन्ट्रान्स गेटमा चाहिँ फेरि त्यो टिकट ल्याएर देखाउनु पर्ने रहेछ। देखाएर हामी चाहिँ अनि भित्रतिर जाने भनेर म चाहिँ भित्र गएँ र टिकट दिएँ। टिकट दिइसकेपछि आन्टीहरूलाई पनि छिटो बोलाएँ। आएपछि हामी चाहिँ म बुढी आन्टी चाहिँ हामी चाहिँ अब माथि जानलाई टाइम लाग्ने भएको कारणले गर्दाखेरि हामी चाहिँ लिफ्टबाट जाने भनेर भन्यौँ। र लिफ्टबाट जाने भनेर लिफ्टको लागि बटन थिच्यौँ र लिफ्ट आयो माथि। हामी माथि पुगिसकेपछि चाहिँ हामी चाहिँ भ्युजहरू खिच्यौँ, धेरै भ्युजहरू खिच्यौँ। र यो सबै माथिबाट देखिने दृश्यहरू हो। र राम्रो रमाइलो लागेको थियो हामीलाई यो भिडियोहरू क्लिक गर्न पाउँदा। मलाई पनि एकदम खुसी भएँ। म एक्साइटेड भएर भिडियो बनाउनलाई अगाडि पछाडि यता हिँडेर देखाएको छु सम्पूर्ण भिडियोहरू। अनि मैले चाहिँ माथिबाट देखिने भ्युजहरू सबै खिचेको छु यो भिडियोमा होइन। सम्पूर्ण भिडियोहरूमा देखिने भ्युज चाहिँ सानो मान्छेहरू देखिने रहेछ माथिबाट चाहिँ। अनि हामीसँग चाहिँ आज चाहिँ धेरै समय नभएको कारणले गर्दाखेरि हामी चाहिँ चाँडो फर्किनु भएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ फर्किनु पर्ने अवस्थामा थियो। त्यही भएर हामी चाहिँ छोटो भ्युजहरू क्लिक गरेको छौँ। यो चाहिँ नेपाल टेलिकमको भ्युज हो। यो चाहिँ धरारा तलको भ्युज हो भने सुन्धारा अगाडिको हो। यसरी नै हामी चाहिँ छाउनीतिरको भिडियोहरू पनि क्लिक गरेको छौँ। र हामी चाहिँ अब समय नहुने भएको कारणले गर्दाखेरि चाँडो फर्किने भएको कारणले गर्दाखेरि यति नै हामीले भिडियो गराएर सघाएको छौँ। हस्त नमस्ते।
फेरि अर्को भिडियो आउनेछ। वसन्तपुरको धन्यवाद।